हिजो केपी शर्मा ओलीको अभिव्यक्तिलाई तपाईले कसरी होइन उहाँ जहिले तहिले हाउ गरिराख्ने मान्छे हुनुहुन्छ कहिलेकाहीँ उहाँ बोलिरहनुहुन्छ यस्ता अभिव्यक्तिमा कुनै ठुलो लिइराख्नुपर्ने कुरा छैन उहाँले यस्तै हो उहाँ कहिलेकाहीँ अब टुक्का उखान हानिराख्ने मान्छेले त्यो एक दुईवटा वक्तव्य दिँदैमा हामीलाई त्यत्रो आपत्ति पर्दैन होइन उहाँ त भाग्नु हो नि त को दोषी होइन उहाँ त दोषी हो एकछिन नभाग्नु भयो त नि भाग्नु हुँदो रहेछ नि त नि आन्दोलन सुरु भयो त उहाँ हेलिकप्टर चढेर भाग्नु भयो अनि उहाँले घरै छोडेर भाग्नु भयो नि त उहाँ अहिले तत्कालीन अवस्थामा निस्किन हुँदैन थियो तर उहाँले लाज पचाएर बाहिर निस्किनु भयो उहाँले भन्नुभयो एकछिन नभाएको भए मार्थे रे मलाई अनि मार्थे 5 मिनेट मात्र नभयो भए मार्थे उहाँ के भन्नुभयो भने उहाँ जनताप्रति उत्तरदायी हुनु भएन त्यो हुँदा मार्न बाध्य तरिकाले पनि नेपाली जनता अगाडि बढ्यो क्या त्यो भएको हुँदा त्यो के हुन्छ भनेदेखि अगाडि बढ्दै गर्दा नेपाली जनता परिस्थिति मतलब उहाँलाई मार्ने सोच भन्नाले त्यसरी हुँदैन तर के हो भनेदेखि परिवर्तन जनताले चाहेका थिए र आन्दोलनकारीका अझै पनि हामी घाइते र शहीदहरूको परिवारहरूलाई भेट्दाखेरि उहाँहरूले परिवर्तन चाहनु भएको छ सबै नेपाली जनताले परिवर्तन चाहेका छन् नेपाली जनता परिवर्तन चाहन्छन् उहाँले सुरक्षा माग्नु भएको छ है सुरक्षाकर्मी पठाइदिनुहुन्छ अब तपाईको सरकार छ सुरक्षा त खासमा भन्ने भने जेनजीलाई दिनुपर्ने हो अब म यति मात्र भन्छु तपाईलाई थ्रेट आएको छैन किन थ्रेट आउँछ म नेपाली जनता हो नि किन थ्रेट आउँछ थ्रेट आउँदैन धन्यवाद ल